नमस्ते सबैजनालाई हजुरहरूलाई सर्टकट एजुकेसन च्यानलमा स्वागत छ। वेलकम टु सर्टकट एजुकेसन च्यानल। आजको यस भिडियोमा चाहिँ हामी गुड गभर्नेन्सको बारेमा पढ्छौँ। यस भिडियोमा चाहिँ हामी गुड गभर्नेन्स अर्थात् सुशासनको बारेमा पढ्छौँ। सुरुमा वाट इज गुड गभर्नेन्स, सुशासन भनेको के हो, त्यसपछि सुशासनको तत्त्वहरू, एलिमेन्ट्स अफ गुड गभर्नेन्स, त्यसपछि इम्पोर्टेन्स र महत्त्व, प्रब्लम एन्ड सोल्युसन, समस्या र समाधान, अनि 5th नम्बरमा चाहिँ इफोर्ट सिस्टम मेड टु मेन्टेन गुड गभर्नेन्स, सुशासन कायम गर्न गरिएको प्रयास र प्रणाली नेपालमा। यति सबै पढेपछि हामी चाहिँ सुशासनबाट आउने जुन पनि प्रश्नको उत्तर दिन सक्छौँ। त्यसैले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। पहिलोमा चाहिँ सुशासनको अर्थ के हो भनेर बुझौँ। वाट इज गुड गभर्नेन्स, सुशासन भनेको के हो। चाहिँ गभर्नेन्स अर्थात् शासन भनेको चाहिँ के हो। Governance means the way rules, norms, and action are structured, sustained, regulated, and held accountable. यो भनेको चाहिँ नियम, नीति, निर्णय र कार्यहरू कसरी बनाइन्छ, सञ्चालन गरिन्छ, नियमन गरिन्छ र मूल्याङ्कन गरिन्छ भन्ने प्रक्रिया हो, वे हो। It is the process through which decisions are made and implemented in a country, organization or institution. यो चाहिँ कुनै देश, संस्था वा सङ्गठनमा निर्णय कसरी लिन्छ, कसरी कार्यान्वयन गरिन्छ, नेतृत्व कसरी गरिन्छ, अनि नीति चाहिँ कसरी बनाउने, स्रोतहरू कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जनाउँछ। साधारण रूपमा भन्नुपर्दा चाहिँ शासन भन्नाले निर्णय गर्ने प्रक्रिया र ती निर्णयहरू कार्यान्वयन गर्ने प्रक्रिया हो। यसले कुनै देश, संस्था वा सङ्गठनको स्रोत र कार्यहरूको व्यवस्थापनमा शक्ति र अधिकार कसरी प्रयोग गरिन्छ भन्ने कुरा जनाउँछ। गभर्नेन्स, शासन भनेको चाहिँ के हो भनेर थाहा पाए। अब चाहिँ वाट इज गुड गभर्नेन्स, सुशासन भनेको चाहिँ के हो। गुड गभर्नेन्स इज अ सिस्टम अफ म्यानेजिङ पब्लिक अफेयर्स in a transparent, accountable, participatory, and law-abiding manner with a focus on the welfare of people at its center. सुशासन भनेको जनताको हितलाई केन्द्रमा राखी पारदर्शिता, जवाबदेहिता, जनसहभागिता र विधिको शासन अनुसार सार्वजनिक कार्यहरूलाई सञ्चालन गर्ने प्रणाली हो। It ensures that decisions are made fairly, resources are used efficiently, corruption is minimized, and the voices of all citizens, especially the marginalized, are heard and respected. यसले चाहिँ निर्णयहरू निष्पक्ष रूपमा गर्ने, स्रोत साधनको प्रभावकारी प्रयोग गर्ने, भ्रष्टाचारलाई न्यून गर्ने र सबै नागरिक, विशेष गरी पछाडि परेका समुदायहरूको आवाजलाई सुन्ने र सम्मान गर्ने सुनिश्चितता दिन्छ। सामान्यतया भन्नुपर्दा सुशासन भनेको देश वा संस्थाको कामकाजलाई प्रभावकारी, पारदर्शी, जवाबदेही र समावेशी रूपमा विधिको शासन अनुसार सञ्चालन गर्नु हो। डिफिनेसन पश्चात चाहिँ एलिमेन्ट अफ गुड गभर्नेन्स, सुशासनको तत्त्वहरू। सुरुमा पार्टिसिपेसन र सहभागिता। अब चाहिँ सिटिजन शुड ह्याभ द राइट टु पार्टिसिपेट इन डिसिजन मेकिङ डाइरेक्टली अर थ्रु रिप्रेजेन्टेसन। नागरिकहरूले चाहिँ प्रत्यक्ष प्रतिनिधि मार्फत चाहिँ निर्णय प्रक्रियामा सहभागिता जनाउन पाउने अधिकार हुनुपर्छ। एउटा नागरिक, देशको नागरिक भएपछि देशमा केही निर्णय लिनु पर्यो, देशको लागि केही गर्नु निर्णय लिनु पर्दा चाहिँ हाम्रो नागरिकको पनि त्यसमा सहभागिता हुनुपर्छ। रुल अफ ल, विधिको शासन। ल मस्ट बी फेयरली एप्लाइड एन्ड इन्फोर्स, ह्युमन राइट मस्ट बी प्रोटेक्टेड। कानुन सबैलाई समान रूपमा लागू हुनुपर्छ र मानव अधिकारको संरक्षण गर्नुपर्छ। यसले भन्छ कि रुल अफ ल, विधिको शासन मतलब ल चाहिँ सबैमा बराबर हुनुपर्छ र मानव अधिकारको चाहिँ संरक्षण हुनुपर्छ। अर्को चाहिँ ट्रान्सप्यारेन्सी, पारदर्शिता। डिसिजन शुड मेक ओपनली एन्ड रिलेभेन्ट इन्फर्मेसन एसेसिबल टु द पब्लिक। निर्णय चाहिँ खुला रूपमा गर्नुपर्छ। यो चाहिँ सबै नागरिकले चाहिँ यसको बारेमा थाहा हुनु पर्यो, के भइरहेको छ, कसरी भइरहेको छ भनेर। त्यसमा चाहिँ ट्रान्सप्यारेन्सी हुनुपर्छ, अनि मात्रै गुड गभर्नेन्स आउँछ। अब अर्को छ एकाउन्टेबिलिटी, जवाबदेहिता। गभर्मेन्ट अफिसियल एन्ड इन्स्टिट्युसन मस्ट बी एन्सरेबल फर देयर एक्सन। सरकारी अधिकारी र संस्थाहरू आफ्नो कार्यका लागि उत्तरदायी हुनुपर्छ। अब कुनै सरकारी अधिकारीले केही गरिरहेको छ भने त्यसको लागि तिनीहरू नै उत्तरदायी हुनुपर्छ। अर्कोमा चाहिँ रिस्पोन्सिबनेस र उत्तरदायिता। इन्स्टिट्युसन शुड रिस्पोन्ड टु द निड्स अफ द पिपुल इन टाइमली म्यानर। अब जनतालाई चाहिएको बेला आवश्यकता प्रति संस्थाहरूको समयमै प्रतिक्रिया जनाउनुपर्छ। जस्तै
हामीलाई केही चाहिएको छ, बाढी आएको छ, केही आएको छ भने त्यति बेलै नै प्रतिक्रिया जनाउनु पर्छ। अब अर्को चाहिँ इक्विटी एन्ड इन्क्लुसिभनेस, समानता र समावेशिता। अब हरेक अल इन्डिभिजुअल मेनली चाहिँ मार्जिनलाइज सुड बी इन्क्लुडेड एन्ड ट्रिटेड फेयरली। सबै व्यक्ति विशेष गरी पछाडि परेका समूहहरूलाई समावेश गर्नुपर्छ र सम्मान व्यवहार गर्नु। अर्को छ इफेक्टिभ एन्ड इफिसियन्सी, प्रभावकारिता र कार्यक्षमता। अब पब्लिक रिसोर्स सुड बी युज वाइजली टु मिट द निड्स अफ सोसाइटी। अब जुन चाहिँ पब्लिक रिसोर्सेसहरू हुन्छ त्यो चाहिँ हामीले त्यो चाहिँ वाइजली युटिलाइज गर्नुपर्छ, जुन चाहिँ सोसाइटीको निड आवश्यकतालाई पुरा गर्छ। स्रोत साधनको कुशल र प्रभावकारी उपयोग गरी समाजका आवश्यकताहरू पुरा गर्नुपर्छ। कन्सेन्सस ओरिएन्टेड, सहमतमूलक। अब डिफ्रेन्ट इन्ट्रेस्ट सुड बी ब्यालेन्स टु रिच ब्रोड सेन्सेस इन द सोसाइटी। अब समाजमा चाहिँ विभिन्न सोचको विभिन्न प्रतिक्रिया दिने व्यक्तिहरू हुन्छ। अब त्यो सबै त गर्न सकिँदैन, त्यसैले समाजमा विभिन्न हितहरूलाई मिलाएर साझा सहमति प्राप्त गर्नुपर्छ भन्ने चाहिँ इलिमेन्ट्स अफ गुड गभर्नेन्स हो। अब अर्को चाहिँ स्ट्राटेजिक भिजन, रणनीति दृष्टिकोण। अब लिडर्स र सिटिजन्स हुल हेभ लङ टर्म भिजन, तिनीहरूसित चाहिँ दिगो विकास र सुशासनको लागि दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ। नेताहरू र नागरिकहरूले दिगो विकास र सुशासनको लागि दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ। अगाडिको भिडियोमा चाहिँ हामीले इलिमेन्ट्स अफ गुड गभर्नेन्स पढ्यो, तत्त्वहरू। अब चाहिँ हामी इम्पोर्टेन्स अफ गुड गभर्नेन्स, सुशासनको महत्त्व पढ्छौँ। फर्स्टमा चाहिँ इट प्रमोट्स स्टेबिलिटी, स्थिरता प्रवर्धन गर्छ। गुड गभर्नेन्सले चाहिँ पोलिटिकल र सोसल स्टेबिलिटी लाई चाहिँ हेल्प गर्छ बाई इन्स्योरिङ रुल अफ ल, जस्टिस एन्ड फेयरनेस। सुशासनले कानुनी शासन, न्याय र निष्पक्षता सुनिश्चित गरेर राजनीतिक र सामाजिक स्थिरता कायम गर्न मद्दत गर्छ। सेकेन्डमा चाहिँ इन्करेज डेभलपमेन्ट, विकासको प्रवर्धन गर्छ। सुशासनले स्रोतको प्रभावकारी प्रयोग, इफिसियन्ट युज अफ रिसोर्स, स्पष्ट नीति, क्लियर पोलिसी, समावेशी योजना, इन्क्लुसिभ प्लानिङ निर्माण मार्फत आर्थिक सामाजिक पूर्वाधार विकासलाई तीव्र बनाउँछ। एक्सेलरेट्स इकोनोमिक, सोसल एन्ड इन्फ्रास्ट्रक्चरल डेभलपमेन्ट। थर्डमा चाहिँ रिड्युसेस करप्सन, ट्रान्सपेरेन्सी, एकाउन्टेबिलिटी एन्ड स्ट्रिक्ट लिगल मेकानिजम। पारदर्शिता, जवाबदेहिता र कडा कानुनी मार्फत सुशासनले चाहिँ भ्रष्टाचार पत्ता लगाउँछ र नियन्त्रण गर्न सहयोग गर्छ। यसले चाहिँ सार्वजनिक स्रोतलाई सही तरिकाले प्रयोग गर्न सुनिश्चित गर्छ। फोर्थमा चाहिँ प्रमोट्स ह्युमन राइट्स, मानव अधिकार प्रवर्धन गर्ने। गुड गभर्नेन्सले चाहिँ इक्वालिटी, फ्रिडम र डिग्निटी, सिटिजनहरूको डिग्निटीहरू, फ्रिडमहरू, इक्वालिटीलाई चाहिँ ग्यारेन्टी गर्छ। अनि यसले चाहिँ सुशासनले चाहिँ विशेष गरी पछाडि परेको वर्गहरूको समानता, स्वतन्त्रता र सम्मान सुनिश्चित गर्छ। यसले तिनको अधिकारका संरक्षण र सशक्तिकरण गर्छ। फिफ्थमा चाहिँ इम्प्रुभ्स पब्लिक सर्भिसेस, सार्वजनिक सेवा सुधार, इफिसियन्ट र ट्रान्सप्यारेन्ट गभर्नेन्स। प्रभावकारी र पारदर्शी शासनले चाहिँ शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात जस्तो सार्वजनिक सेवामा चाहिँ गुणस्तर र पहुँचमा सुधार ल्याउँछ। हेल्थ केयर, वाटर सप्लाई एन्ड ट्रान्सपोर्टेसन, एजुकेसन जस्ता पब्लिक सर्भिस ठाउँमा चाहिँ क्वालिटी र एसेसिबिलिटी इन्हान्स गर्छ। 6 नम्बरमा चाहिँ स्ट्रेन्थ्स डेमोक्रेसी, लोकतन्त्रलाई मजबुत पार्छ। गुड गभर्नेन्सले चाहिँ पार्टिसिपेटरीलाई चाहिँ प्रमोट गर्छ, पार्टिसिपेटरी डिसिजन मेकिङलाई चाहिँ प्रमोट गर्छ। त्यसले चाहिँ फ्री एन्ड फेयर इलेक्सन, इन्डिपेन्डेन्ट इन्स्टिट्युसन, दिस स्ट्रेन्थेन्स द फाउन्डेसन अफ डेमोक्रेसी। सुशासनले चाहिँ सहभागी निर्माण प्रक्रिया र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्वतन्त्र संस्थाहरूको विकास गर्छ, जसले लोकतन्त्रको जग बलियो बनाउँछ। 7मा चाहिँ बिल्ड ट्रस्ट, विश्वास निर्माण गर्छ। अब जब सरकारको कार्य पारदर्शी हुन्छ, न्यायसङ्गत र प्रभावकारी हुन्छन्, तब जनताले शासन प्रणालीमा विश्वास राख्छन्। यसले सहकार्य र स्थिरता निम्त्याउँछ। When government functions are open, just and efficient, citizen begins to trust the system. Trust leads to cooperation and stability in society. फोस्टर सोशल जस्टिस, सामाजिक न्यायको प्रवर्धन गर्छ। गुड गभर्नेन्स इन्स्योर इक्वल ट्रिटमेन्ट एन्ड एक्सेस टु रिसोर्स फर अल रिगार्डलेस अफ कास्ट, जेन्डर, रिजन अर ब्याकग्राउन्ड।
This helps to reduce discrimination and inequality. सुशासनले जात, लिङ्ग, क्षेत्र वा पृष्ठभूमि जे भए पनि सबैलाई समान व्यवहार र स्रोतमा पहुँच सुनिश्चित गर्छ। यसले विभेद र असमानता घटाउँछ। यस 9th नम्बरमा चाहिँ इन्हान्स नेसनल रेपुटेसन, राष्ट्रको प्रतिष्ठा बढाउँछ। कन्ट्रिज जसमा चाहिँ गुड गभर्नेन्स चाहिँ seen as reliable and responsible. This improves the global image and attracts foreign investment, aid and tourism. सुशासन भएको देशलाई अन्तर्राष्ट्रिय रूपमा भरपर्दो र उत्तरदायी मानिन्छ। यसले देशको छवि सुधार्छ, वैदेशिक लगानी सहयोग तथा पर्यटन आकर्षित गर्छ। प्रमोट सस्टेनेबल डेभलपमेन्ट, दिगो विकास प्रवर्धन गर्छ। गुड गभर्नेन्सले इन्भाइरोमेन्टल, इकोनोमिक र सोसियल निड्सलाई चाहिँ ब्यालेन्स गर्छ। सुशासनले वातावरणीय, आर्थिक र सामाजिक आवश्यकता बीच सन्तुलन ल्याउँछ र यसले वर्तमान आवश्यकता पूरा गर्दै भविष्यको अधिकारलाई पनि सुनिश्चित गर्छ। इट इन्स्योर डेभलपमेन्ट द्याट मिट्स द करेन्ट निड्स विदाउट कम्प्रोमाइजिङ द फ्युचर। इन्स्योर पिस एन्ड सेक्युरिटी, शान्ति र सुरक्षा सुनिश्चित गर्छ। जब चाहिँ बाइ प्रमोटिङ जस्टिस, रिड्युसिङ कन्फ्लिक्ट एन्ड upholding law, good governance creates a secure and peaceful environment where all can live without fear. सुशासनले न्याय प्रवर्धन र द्वन्द्व न्यूनीकरण र कानुनी शासनको पालना गरेर सबै नागरिकका लागि शान्तिपूर्ण र सुरक्षात्मक वातावरण निर्माण गर्छ। यो चाहिँ गुड गभर्नेन्सको महत्त्वहरू भयो। गुड गभर्नेन्सको इम्पोर्टेन्स चाहिँ भयो। अब त्यो चाहिँ यति इम्पोर्टेन्ट, गुड गभर्नेन्स यति इम्पोर्टेन्ट भए तापनि हाम्रो नेपालमा चाहिँ के को कारणले चाहिँ प्र्याक्टिस भइरहेको छैन? Why good governance is not being practiced in Nepal? सुरुमा चाहिँ मेन र मुख्य कारण भनेको करप्सन, भ्रष्टाचार। करप्सन चाहिँ वाइड स्प्रेड, नेपालको धेरै गभर्मेन्ट अफिसको सेक्टरमा चाहिँ करप्सन व्यापक रूपले फैलिरहेको छ, जसले चाहिँ पब्लिक फन्ड्स, फेभरेटिजम र डिले इन सर्भिस डेलिभरीहरू भइरहेको छ। नेपालमा सरकारी निकायहरू सहित विभिन्न क्षेत्रहरूमा भ्रष्टाचारको व्यापक रूपमा फैलिएको छ, जसले गर्दा सार्वजनिक स्रोतको दुरुपयोग, कृपापूर्वक नियुक्ति र सेवा प्रवाहमा ढिलाइ हुन्छ। अब सेकेन्डमा चाहिँ विक रुल अफ ल, विधिको शासनको कमजोरी। अब ल नै इक्वली एप्लाई भइरहेको छैन। लिगल डिसिजन आर अफन डिलेड अर रिफ्युज। दिस विकेन्स द जस्टिस सिस्टम एन्ड इन्करेज इम्प्युनिटी। कानुन सबैमा समान रूपमा लागू हुँदैन। कानुनी निर्णय ढिलो हुन्छ। यसले न्याय प्रणाली कमजोर बनाउँछ र दण्डहीनता बढाउँछ। अब थर्डमा चाहिँ पोलिटिकल इन्स्टेबिलिटी, राजनीतिक अस्थिरता। अब फ्रिक्वेन्ट चेन्ज इन गभर्मेन्ट एन्ड पोलिटिकल डिस्प्युट, सरकारको बारम्बार परिवर्तन हुनु, राजनीतिक विवादहरू दीर्घकालीन योजना र नीति कार्यान्वयनमा बाधा पुर्याएको छ। फोर्थमा चाहिँ ल्याक अफ एकाउन्टेबिलिटी, जवाबदेहिताको अभाव। Officials are rarely held responsible for their failures or misconduct. कर्मचारीहरूलाई चाहिँ कामको असफलता वा गलत कार्यका लागि बिरलै जवाबदेही बनाइन्छ। This encourages negligence, weakens trust in public institutions. यसले चाहिँ लापरवाहीलाई बढावा दिन्छ र सार्वजनिक संस्थामा विश्वास घटाउँछ। फिफ्थमा चाहिँ लिमिटेड पब्लिक पार्टिसिपेसन, सार्वजनिक सहभागिताको सीमितता। अब सिटिजनहरू पनि एक्टिभली डिसिजन मेकिङ प्रोसेसमा इन्भल्भ छैनन्, जसले चाहिँ पोलिसिजहरू चाहिँ लेस इन्क्लुसिभ एन्ड नट रिस्पोन्सिबल टु लोकल निड्स। नागरिकहरू चाहिँ निर्णय प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदैन र यसले नीतिहरूलाई कम समावेशी र स्थानीय आवश्यकतासँग असङ्गत बनाउँछ। सिक्समा चाहिँ इनइफेक्टिभ इन्स्टिट्युसन, अप्रभावी संस्थाहरू। अब मेनी पब्लिक इन्स्टिट्युसन, धेरै सार्वजनिक संस्थाहरूमा चाहिँ क्षमता, समन्वय र कार्यदक्षताको अभाव छ। ल्याक क्यापेसिटी, कोअर्डिनेसन र इफिसियन्सी, जसले चाहिँ नीति कार्यान्वयन र सेवा प्रदानमा कठिनाई पैदा गर्छ। मेकिङ इट डिफिकल्ट टु इम्प्लिमेन्ट पोलिसिज एन्ड डेलिभर सर्भिस इफेक्टिभली। सेभेन्थमा चाहिँ पुवर इन्फ्रास्ट्रक्चर एन्ड सर्भिसेस, अविकसित पूर्वाधार र सेवाहरू। ल्याक अफ मतलब हाम्रोमा चाहिँ बेसिक इन्फ्रास्ट्रक्चरको चाहिँ अभाव छ, जस्तै रोड, हस्पिटल्स, स्कुल, जुन चाहिँ स्पेसली चाहिँ रुरल एरियामा मेक्स गभर्मेन्ट लेस एसेसिबल एन्ड इफेक्टिभ। विशेष गरी ग्रामीण क्षेत्रहरूमा सडक,
अस्पताल, विद्यालय जस्ता आधारभूत पूर्वाधारको अभावले सुशासनलाई कम प्रभावकारी र पहुँचविहीन बनाएको छ। 8 मा चाहिँ ब्युरोक्रेटिक इनइफिसियन्सी, प्रशासनिक अकुशलता, delay, lack of innovation in bureaucracy, slow down service delivery and create public dissatisfaction. ढिला सुस्ती, प्रक्रियागत जटिलता र नव प्रवर्तनले को अभावले प्रशासनिक काममा ढिलाइ हुन्छ र जनता असन्तुष्ट हुन्छ। अब 9th नम्बरमा चाहिँ ल्याक अफ political will, राजनीतिक इच्छा शक्तिको कमी. Leaders often prioritize personal and party interest over public welfare. नेताहरू चाहिँ प्राय जनहित भन्दा व्यक्तिगत र दलगत स्वार्थलाई प्राथमिकता दिन्छ, which leads to weak implementation of good governance reform, जसले चाहिँ सुशासन सुधारको कार्यान्वयन कमजोर बनाउँछ। 10 मा चाहिँ अनस्टेबल लिगल फ्रेमवर्क, अस्थिर कानुनी ढाँचा. Frequent changes and lacks of clarity in laws and policy create confusion and hinder effective. कानुनी र नीतिहरू बारम्बार परिवर्तन हुनु, अस्पष्ट हुनुले अन्योलता पैदा गर्छ र सुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अवरोध गर्छ। यो चाहिँ च्यालेन्जेस भयो जुन चाहिँ नेपाल चाहिँ स्ट्रगल भइरहेको छ, गुड गभर्नेन्स नेपाललाई स्ट्रगल भइरहेको छ फुल्ली इम्प्लिमेन्ट गुड गभर्नेन्स। हामीले चाहिँ नेपालमा के कारणले चाहिँ गुड गभर्नेन्स इम्प्लिमेन्ट भइरहेको छैन भनेर कुरा बुझ्यो। अब चाहिँ के हामीले चाहिँ प्र्याक्टिस गर्नुपर्छ गुड गभर्नेन्स नेपालमा ल्याउनको लागि, के हामीले चाहिँ गर्नुपर्छ भन्ने कुराको चाहिँ यहाँ लेखिएको छ। अब फर्स्टमा चाहिँ स्ट्रेटेन रुल्स अफ ल, विधिको शासनलाई सुदृढ गर्नु। मतलब सबै नागरिकमा कानुन समान रूपमा लागू हुने व्यवस्था गर्नुपर्छ। कानुनी प्रक्रिया चाहिँ निष्पक्ष हुनुपर्छ, समयमै राजनीतिक प्रभाव बिना सम्पन्न हुनुपर्छ। न्यायपालिका र कानुनी संस्थाहरू सुदृढ गर्नु आवश्यक छ। अब सेकेन्डमा चाहिँ प्रमोट ट्रान्सपेरेन्सी एन्ड एकाउन्टेबिलिटी, पारदर्शिता र जवाबदेहिता प्रवर्तन गर्नु। अब गुड गभर्नेन्सको लागि चाहिँ ट्रान्सपेरेन्सी र एकाउन्टेबिलिटी भनेकै गुड गभर्नेन्स हुन्छ। त्यसैले सरकारी निर्णय, बजेट र कार्यहरू जनता सामु खुला बनाउनु पर्छ। अब कर्मचारीहरूलाई चाहिँ आफ्नो कर्तव्य र शक्तिको दुरुपयोगको लागि जवाबदेही बन्नुपर्छ। थर्डमा चाहिँ कम्ब्याट करप्सन, भ्रष्टाचारी विरुद्ध लड्ने। सबै तहमा भ्रष्टाचार न्यूनीकरण गर्न बलियो कानुन बनाउने, स्वतन्त्र अनुगमन निकाय गठन गर्ने र भ्रष्टाचार उजागर गर्ने व्यक्तिको सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ। Establish strong anti-corruption law, independent oversight bodies and promote whistleblower protection to reduce corruption at all levels. फोर्थमा चाहिँ encourage public participation, सार्वजनिक सहभागिता प्रोत्साहन गर्ने। अब नीति निर्माण गर्नु पर्यो, पोलिसी मेकिङ, योजना बनाउने, प्लानिङ, अनुगमन प्रक्रियामा मोनिटरिङ प्रोसेसमा चाहिँ नागरिकको सक्रिय सहभागिता गराउनुपर्छ। यसले चाहिँ जनताको आवाज सुन्ने र उनीहरूको आवश्यकता अनुसार नीति बनाउन सहयोग गर्छ। फिफ्थमा चाहिँ पोलिटिकल स्टेबिलिटी, राजनीतिकको स्थिरता। अब चाहिँ राजनीतिक दलहरू बीच सहमति र एकता कायम गर्ने, प्रमोट युनिटी एमङ पोलिटिकल पार्टी र बारम्बार सरकार परिवर्तनबाट जोगिन र दीर्घकालीन विकास योजनामा केन्द्रित रहनुपर्छ। फ्रिक्वेन्ट गभर्नमेन्ट चेन्जेस एन्ड फोकस अन लङ टर्म डेभलपमेन्ट एजेन्डाज। अब 6मा चाहिँ स्ट्रेटेन इन्स्टिट्युसन, संस्थाहरूलाई सुदृढ गर्नु। बिल्ड द क्यापेसिटी अफ public institution by improving resources, training and management to deliver service effectively and independently. सार्वजनिक संस्थाहरूले प्रभावकारी र स्वतन्त्र रूपमा सेवा दिन सक्ने गरी स्रोत, तालिम र व्यवस्थापन सुधार गरेर ती संस्थाहरूको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ। अब 7मा चाहिँ इम्प्रुभ इन्फ्रास्ट्रक्चर एन्ड सर्भिस डेलिभरी, पूर्वाधार र सेवा प्रवाहमा सुधार गर्नु। अब विशेष गरी चाहिँ रुरल एरिया, ग्रामीण क्षेत्रहरूमा चाहिँ रोड्सहरू, हस्पिटलहरू, स्कुल र डिजिटल सर्भिसहरू एभाइलेबल गर्ने, त्यसमा इन्भेस्ट गर्नुपर्छ। अब 8मा चाहिँ प्रमोट इन्क्लुसिभिटी एन्ड इक्विटी। अब हामीले चाहिँ
इन्स्योर गर्नुपर्छ कि सबै कम्युनिटिज मेनली चाहिँ मार्जिनलाइज ग्रुपहरूले चाहिँ इक्वल अपर्च्युनिटी एन्ड रिप्रेजेन्टेसन पाइरहेछन् डिसिजन मेकिङ र सर्भिस एसेसमा। सबै समुदाय विशेष गरी पछाडि परेको वर्गहरूको सेवा पहुँच र निर्णय प्रक्रियामा समान अवसर र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। एजुकेसनल रिफर्म्स एन्ड अवेरनेस, शिक्षा सुधार र सचेतना वृद्धि। अब एजुकेसन सिस्टमलाई चाहिँ हामीले इम्प्रुभ गर्नुपर्छ। त्यहाँ चाहिँ सिभिक रिस्पोन्सिबिलिटी, राइट एन्ड भ्यालुजहरू हामीले सिकाउनु पर्छ अनि अवेरनेस रेज गर्नुपर्छ। गुड गभर्नेन्स जस्तै मिडियाहरू थ्रु क्याम्पेन्स थ्रु चाहिँ हामीले अवेरनेस फैलाउनु पर्छ। अर्को चाहिँ फोस्टर सिभिक इन्गेजमेन्ट, नागरिक संलग्नता प्रवर्धन गर्नु। इन्करेज सिटिजन टु एक्टिभली इन्गेज इन कम्युनिटी डेभलपमेन्ट, मोनिटरिङ लोकल प्रोजेक्ट्स एन्ड होल्डिङ लिडर्स एकाउन्टेबल। नागरिकलाई सामुदायिक विकास, स्थानीय प्रयोजन अनुगमन र नेताहरूको जवाबदेहिताको लागि सक्रिय बनाउने वातावरण बनाउनुपर्छ। यो भयो नेपालमा चाहिँ कसरी गुड गभर्नेन्स ल्याउन सक्छौँ भनेर। सुशासनको प्रत्याभूतिको लागि भएका व्यवस्था र प्रयासहरू। अब नेपालमा चाहिँ सुशासनको प्रत्याभूतिको लागि के व्यवस्था रहेको छ त? सुरुमा चाहिँ नीतिगत व्यवस्था, जसमा चाहिँ नेपालको संविधान, निजामती ऐन 2049 तथा नियमावली 2050, सार्वजनिक खरिद ऐन 2063 तथा नियमावली 2064, सूचनाको हक सम्बन्धी ऐन 2064, सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन 2064 तथा नियमावली 2065, सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064, स्थानीय सरकार सञ्चालन ऐन 2074 र 16 योजना आदि गरी यसले चाहिँ सुशासनको प्रत्याभूतिको लागि भएको व्यवस्थाहरू हो। यो चाहिँ नीतिगत व्यवस्था भयो। यो चाहिँ संस्थागत व्यवस्था भयो। सुरुमा महालेखा परीक्षक, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, अनुसन्धान आयोग आदि। यो चाहिँ संस्थागत व्यवस्था हो जसले सुशासनको प्रत्याभूतिको लागि सहयोग गर्छ। कार्यगत र प्रक्रियागत व्यवस्था मा चाहिँ घुम्ती सेवा, नागरिक बडापत्र, एक द्वार प्रणाली, ई गभर्नेन्स, उजुरी पेटिका र सार्वजनिक सुनवाई आदिहरूले चाहिँ सुशासनको प्रत्याभूतिको लागि सहयोग गर्छ। यो चाहिँ कार्यगत र प्रक्रियागत व्यवस्थाहरू हो। आज हामीले गुड गभर्नेन्सको डेफिनेसन, एलिमेन्ट्स अनि त्यसपछि त्यसको महत्त्व, त्यसपछि नेपालमा किन भइरहेको छैन गुड गभर्नेन्स र के गर्यो भने चाहिँ नेपालमा गुड गभर्नेन्स आउँछ अनि त्यो नेपालमा रहेको व्यवस्थाहरूको बारेमा पढ्यौँ। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ. Soon be available with new and effective videos. Thank you.